Hey, what's up guys? र आज हाम्रो दिनको सुरुवात भइसक्यो र आजको दिन भने आज हाम्रो स्कुल छुट्टी आज हैन के कति भएको छ हैन आजको दिन चाहिँ घरमा कोही छैन हैन सुनसान छ घर हैन अनि हाम्रो किचु यहाँ छ किचु किचु के छैन छोड्दिम हैन र गाइस अहिले चण्डनगर जाने छ हैन र गाइस अहिले हामी गाउँको साइडमा हाम्रो गाउँको सबभन्दा पुरानो स्कुल होइन गाइस यो हाम्रो गाउँको सबभन्दा पुरानो गाउँ होइन यही हाम्रो एन्टर बाटो होइन मेरो गाउँको अनि हामी ढुकेर ओ माई गड अनि यही होइन अब के भन्छ होइन बाटो यही होइन हाम्रो गाउँको एन्टरको बाटो होइन र यस्तै होइन जिन्दगी धेरै नराम्रो चलिरहेको छ अहिले जिन्दगी नराम्रो चलिरहेको छ गाइस एकदम अब घाम पनि त्यस्तै छैन के भन्नु गाइस होइन अगाडि पछाडि के त्यस्तो फोकस दिनु हुँदैन होइन आफ्नो भिडियो बनाइरहेको होइन र यही हो मेरो भनाइ चाहिँ यही हो अब आफ्नो भिडियो बनाइराख्ने पछाडि सक्सेस हुँदै गर्ने होइन यसरी मेरो 1 लाख भएको होइन यसरी कन्टिन्यू गर्ने होइन गाइस हामी अहिले दोकान जाँदैछौँ होइन अहिले यस्तै कुदाएर होइन दोकान गएको छौँ यही हो हाम्रो नजिकको आर्मी क्याम्प हो नजिकको होइन आर्मी बस्ने कोठाहरू होइन अनि यो भ्यू चाहिँ कडा छ हेर गाइस कपी सक्छ बताउँदाखेरि क्यामेरा क्वालिटी कस्तो बबाल छ गाइस हाम्रो यही स्कुल होइन र अघि नम्बर देखाउनु बिर्सेछु होइन र यही हो होइन हाम्रो क्लासहरूको अगाडि बढी छ र यही हो गाइस दामी भ्यू छ होइन आज लास्टै घाम पनि परेछ अब के भन्नु गाइस म आफ्नो अहिले फेस देखाउँदिनँ होइन बोल्दै हिँड्नु होइन र गाइस अहिले हाम्रो घरको कन्डिसन के भएछ भने अब हाम्रो हजुरबालाई सेकेन्ड स्टेज क्यान्सर लागेको छ र यही कारणले गर्दा म भ्लग पनि आएन त्यति केही गरेन होइन र अहिले हस्पिटलमा हुनुहुन्छ भक्तपुर कि कहाँ हुनुहुन्छ अहिले हस्पिटल अब हजुरआमा आज जाने त्यस्तो छ कुरा भक्तपुरतिर हजुरबासित भेट्नु अब यही होइन घरको हालत हल्का नाजुक छ होइन र गाइस अघि भिडियो बिचमा रोएको थियो त्यसको लागि सरी गाइस होइन के भन्नु अब म गाइस अब भन्ने कि सबै होइन हाम्रो गाउँको पेपर बोर्ड र हाम्रो गाउँको बस्ती र मेरो युट्युबमा 2 लाख सब्सक्राइबर छ 2 लाख भएर पनि केही उचारो होइन मैले पिपल बोर्ड चाहिँ सही छ हाम्रो गाउँको यहाँ अनि क्यामेरा क्वालिटी कस्तो छ होइन गाइस भन्दैन कमेन्ट सेक्सनमा अनि गाइस हल्का चाँद पनि देखिएको छ आज तपाईँले क्यामेरा देख्नु भएन होला जुम गरेको भए चाहिँ देख्नु होला हाम्रो गाउँ पनि आइसक्यो हाम्रो भगवती स्कुल पनि आइसक्यो र बाटो गर्नुपर्छ यस बाटो गरौँ होइन जल्द जल्द मलाई भेट्ने छ आउनु होइन मैले गाउँको लोकेसन हेर्नु भइसकेको छ होला यही हाम्रो 50-60 वर्ष पुरानो स्कुल मेरो हजुरबाको पनि जन्म थिएन होला यत्रो पुरानो स्कुल ए गाइस हाम्रो गाउँको एन्टरमै आउँछ हाम्रो स्कुल होइन गाउँको स्कुल होइन हाम्रो गाउँ त कलाइसक्यो गाइस यसरी हेर्नु म आफ्नो घरको बाटो देखाइदिन्छु भिडियो हाम्रो यसरी हुन्छ एन्टर भनेर यहाँ सन्जय छेत्रीको घर छ मैले कति मिनटको भिडियो बनाएँ होला 1 मिनट कति मिनटको भयो 2 मिनटको भइसकेको भिडियो हाम्रो यो गाउँको पुरानो मन्दिर ओल्ड स्कुल भन्दै आइसक्यो मन्दिर ओल्ड स्कुल यहाँ लास्ट नयाँ घर भनिसक्छ हाम्रो बाटो यता चाहिँ हो के हो हाम्रो किटु आइज सुरी ल किटु होइन गाइस यसको बबी चाहिँ हो हाम्रो घर आइसक्यो
यही हाम्रो गाउँको साइड 3 मिनटको भिडियो भइसक्यो त्यही बाटो देखाएको हाम्रो आइसक्यो घर यही हो गाइस हाम्रो घर र गाइस घरमा आइसकेछु घरमा त किन आएको होइन अन्ध्यारो परेको छ होइन मालुम होइन र गाइस अहिलेको न्युज के आयो भने होइन जस्ट म हल्का हेरिरहेको थिएँ इन्स्टाग्राम होइन जसमा इन्स्टाग्राम हेरिरहेको थिएँ र धर्मेन्द्र सरजी होइन अब म कसरी हिन्दीमा त बोल्न आउँदैन एक्सप्लेन भन्न आउँदैन होइन र पनि बुझ्नु होइन त्यो गब्बर सिंहको त्यो हिरो थियो नि एउटा ये बसन्ती कुत्ते के साथ मत नाच्न भनेर त्यो थियो नि हिरो त्यो जस्ट भर्खरै मर्नु भएको छ र त्यसको लागि आरआइपी होइन जहाँ हुनुहुन्छ होइन राम्रै बस्नु होइन र उसहरूको मलाई मुभीहरू धेरै नाम लाग्दैन र अब यो एक दिनमा मर्ने नि हो र 89 इयर्सकोमा मर्नुभएको थियो र जस्ट अहिले न्युज हेरेँ मैले र यही भन्दै थियो मलाई र अब यही हो समय अब यस्तै हो मर्दै त्यस्तै होइन र गाइस म अहिले जिमतिर गएको छुइनँ जिमतिर मजाले जानु थालेको थियो कि अब अहिले एउटा भाइ आएको छैन होइन सँगसँगै जान्थेँ भनेर भनेको थिएँ मेसेज केही छैन रिप्लाई केही छैन आज नजाने होइन आज घरमै ब्लग गरेर राख्ने होइन र 2टा खसी आइछ तर यो खसी अब भोलि एउटा यो जान्छ पर्सि यो जान्छ फिनिस्ड के गर्न सक्छस् एक दुई दिनको जिन्दगी यही हो यो भिडियोमा बसिएको छ नि अब गायब हुन्छ अब अलिक भोलि यो गायब हुन्छ कि यो गायब आई थिङ्क यो गायब हुन्छ होला भोलि अनि पर्सि यो गायब होला कालो खालको यही हो गाइस अनि हाम्रो गाइस थाहा छ यो कपालको यो छ नि यो कपालको यो यसले गर्दा म तर्सेको यसले गर्दा म सुगाउनु आउने बेलामा होइन यसो आउँथ्यो होइन ठ्याक्क यो के भन्छ भुतको टाउको हुन्छ नि भुतको ठ्याक्क त्यही लागेर मेरो सातो उडेको होइन गाइस सातो झन्डैले म ढलिन छु यार झन्डैले अनि एउटा मेरो भाइहरू आएको छ लच्छे भाइहरू ओ बुच्चेहरू कहाँ हो देवहरू म त यहाँ भ्लगिङ बनाउँदै बस्दै थिएँ ठिक टाइममा मेरो कन्टेन्टहरू आयो होइन म यिनीहरूसित अब कन्टेन्ट छाप्छु होइन र गाइस यिनीहरू मेरो भ्लगिङमा भाग रहेछ केही छैन तर म त्यस्तो फरक छैन मलाई होइन यो दुनियाँसित बुच्चेहरू यहाँ आइज कन्टेन्ट छाप्छु म त यार तेरो थोपडा त अगाडि मेरो भ्लग्समा छ फेरि अझै भाइरल हाल्छु फेरि लच्छे त के हुँदैन लच्छे त आँखामा के हुँदैन होइन यहाँ आइज यो मेरो कन्टेन्ट हो अर्को कन्टेन्ट मेरो यतिकै पनि कन्टेन्ट के छैन भागोस् यसमा म के भन्न सक्दिनँ होइन पछि अब आफै अब फेमस हुँदैन यसलाई म बिर्सिन्छु यसलाई म त बिर्सिन्छु खास गरी यसलाई म बिर्सिन्छु तँलाई बिर्सिन्न कि बरु म यसलाई बिर्सिन्छु मेरो कन्टेन्ट दिएन कि यसले मलाई मेरो कन्टेन्ट दिँदैछ कि भाइ तैँले हेर भाइ पस्ताउँछस् भाइ मेरो दिन पस्ताउँछस् केही छैन गाइस यस्तै हो थोकडा बिगार भाइ म नर्मल भ्लग बनाएको छु त्यही त होइन एउटा भ्लग हाल्नु पऱ्यो नयाँ मोबाइलको होइन के गरेछस् ए मोबाइल चलाउँछस् र गाइस यस्तै झन् जिन्दगी भएको थिएन आज जिममा जाँदिनँ म होइन यो अभिषेक ठाउर भन्ने मान्छे जिममा आएको छैन र यो कपालले छैन कपालको मेरो बेच्नु धान्छस् मेरो कपालको बेच्नु धान्छु रुख तेरो म जिन्दगीको बेच्नु धान्छु रुख एउटा सिक्मा मोडबाट क्लिप हालिदिन्छु यहाँ हेर्न अहिले मैले भने नि कपालको जिन्दगी बेच्नु जानिस् नि मेरोतिर गाइस हामी अहिले जस्ट जिममा गएको छुइनँ म होइन हो बिस्तारै कुदारे चाहिँ निक्लिन्छ गाइस अहिले चाहिँ निक्लिन्छ अहिले चाहिँ निक्लिनु थाल्यो नि तेरो अहिले अनुहार फुट्छ अहिले के फुट्छ तेरो भाइ अनुहार फुट्छ कि फुट्दैन 2 लाख मेरो सब्सक्राइबर भर्छ नि कि भाइ क्यामेरा क्वालिटी त बाजे छ यो मोबाइलको हुन त र गाइस मेरो च्यानललाई सब्सक्राइब गर्नु होइन यस्तो दामी अब भ्लग आइरहेको छैन यस्तो मजादार भ्लग आउँछ गाइस होइन कपाल छैन र पनि म मिलाउँदैछु होइन अब के भन्नु म यति ह्यान्सी मान्छे भइसक्यो म अब गाइस अब मेरो यो झापा यो छाउकोमा यत्रो रिचेस मान्छे नि म रिचेस अनि 2 लाख सब्सक्राइबर भएको मामुली मान्छे हो म अनि मलाई पनि टेन्सन छैन गाइस होइन मान्छेले जे सोच्छ होइन म पैसा कमाउने होइन
यस्तै बस्ने होइन पछि मान्छे सोच्दै गर्छ आउँदै गर्छ होइन म चाहिँ पैसा कमाउँदै गर्छु हो माई गड साइरी राइरी सब मिलो र यो मेरो एउटा ड्राइभर छ होइन यसलाई पनि 10-20 हजार गाइस हामी जिम के गरेन टाउ सबै त अघि हालेर आएको होइन गाइस र हामी यस्तै डुल्दै हिँड्दैछौँ हाम्रो बाहिरको सनसेट चाहिँ कडा देखिएको छ होइन ठिकठाकै छ के प्लेन गाइस प्लेन पनि ठ्याक्क आयो तर देखिदिएको छैन होला र लक्ष्य भाइ के छ हाल खबर अब हेर आउने टाइममा यो भ्लग हेर्छु त कति ठुलो देखिन्छ होला नि आकाश पनि यो भ्लग हेर्नु सानो 4 वर्ष अगाडिको भ्लगमा कति सानो थियो आकाश हेर्छु नि अब यही 4 वर्ष बित्नु चाहिँ मेरो नगर्नु कस्तो हुन्छ महसुस अनि यसरी भ्लग बनाउनुपर्छ मलाई यसरी ए गाइस हाम्रो सिन भनेको होइन र सनसेट चाहिँ कडा भएछ ऊ सनसेट भएको यस्तो निलो निलो चाँद कहाँ देख्छ नि बाल है चाँद कहाँ छ त्यही त चाँद छैन यहाँ गाइस के हुने हो 10 मिनट कि 15 मिनटको भिडियो भइसक्यो अब के भन्नु अब यस्तो कन्टेन्ट छाप्दैछु म अनि यति लाखौँ कमाउनेछु महिनामा अनि सब्सक्राइबर क्यामेरा हल्का दामी छ त्यसरी म भ्लग बनाउँदैछु होइन न त यी घन्टाभरि बनाउँदिनँ त्यो म भ्लग अनि साला पहिलाको मोडमा हुँदाखेरि अड्किहाल्थ्यो कस्तो खालको कमेन्ट बनाउने कन्टेन्ट बनाउने कमेन्टमा भन्नु भन्न डिस्काउन्ट छ भाइ त डिस्काउन्ट यो फुचीवाला डिस्काउन्ट छ भाइ अन्त अब भाइ बब्बाल म ओला छ नि अब भाइ तेरो कन्टेन्ट बनाउँछु म छाप्छु ओइ पछाडि तल कस्तो बब्बाल देखेँ यार सन प्लस यो हाम्रो के भन्नु यो बाटोले अब डुबायो होइन ल र हाम्रो रमेश भाइ अब कति वर्ष पछाडि आएको छ भन न कति वर्ष पछाडि आएको 2 वर्ष ए 3 वर्ष तँ अस्ति पहिला भ्लग बनाएको थियो नि हाम्रो त यो मुभी हेरेको थियौँ नि हामीले रणबीर कपुरको मुभी त्यहाँदेखि त आएकै थिइनस् त 3 वर्षदेखि भयो त्यो भ्लगै रिलिज भएको 3 वर्ष भइसक्यो 1 हप्ता अगाडि को आएको थियो त मस्ती भेट्न आएको थिइस् त नि त यहाँ डुल्नु पो आएको थिइस् त जे भयो भने आएको थियो नि के बक्र आयो मस्ती भेटाएको छु त डुल्ला भन्छ तर जे होस् यत्रो वर्ष पछाडि भेट्यो ठिक छैन ऊ 12 पुगिसक्यो म 10 मै अल्झिएको छु अनि अब के भन्नु उसको पढाइ छिन्छ मेरो पढाइ अब हल्का फुल्का कम्प्लिट गर्ने छ अगाडिपट्टि बस पनि आइरहेको छ बस हो यो त बस होइन त यो त र उसको च्यानल पनि छ होइन च्यानलको नाम के हो च्यानलको नाम खोइ च्यानल हो र सब्सक्राइब गर्ने होइन र यसरी सपोर्ट दिनेलाई उसको पनि अब 100K 1 लाखसम्म पुगाइदिनु होइन यही हो अब यो भ्लग हेर्नु भइरहेको छ नि अब आउने टाइममा यो पनि ठुलो मान्छे बन्छ नि म यसको भ्लगमा आउँछु जस्तो भाइ म चाहिँ भ्लगमा लिनु न भाइ भनेर कुन दिन सबको दिन आउँछ होइन यो कुरो त हुनु र मेरो दिन आएर नि मलाई त्यति के भएको छैन यस्तो भयो त नि रमेश तेरो जिन्दगी अहिले त 3 वर्ष इन्टरभ्यूमा साले यो इन्टरभ्यूको क्वेसन नसोध्नु अगाडि फर्किनु म यताबाटै त साइड लुक देखाइरहेको छु धेरै हो भन् कस्तो भयो त यो त 3 वर्षको जर्नी स्टार्ट पहिलाको अहिले तिमी कहाँ छौ अहिले म कहाँ छु भने त घरमै छौँ कि हामी अनि अहिले जिन्दगी कस्तो साफ चलिरहेको छ नि पोजिटिभ सेम कस्तो सेम फेरि पहिला जस्तो थियो त्यस्तै पहिला जस्तै होइन अनि त्यो 3 वर्षमा तिमी लास्टै पढाइदिन ध्यान दिएको कि के हो पढाइको बारेमा सोच्दै नसोच त्यही थिएन अब हेर तेरो पढाइ पनि सिदिन्छ पहिला हामी गेम खेल्ने बेलामा कस्तो कुरा थियो 10 कतिखेर स्कुल सिदिँदो कतिखेर स्कुल सिदिँदो अब स्कुल सिधिसक्यो अब के भन्नु अब यसको गाडी धेरै आएछ गाइस हामी रोडमा छौँ हामी लक्ष्य भए पनि छ यहाँ ल अनि हेर हेर तेरो स्कुल छुटिसक्यो ए कलेज छुटिसक्यो अब म 100 रुपियाँ मेरो न्युज बनाउन सक्छु कुद्छु अनि यस्तै होइन चलिरहेको छ कति वर्ष लागिस् त अनि 18 लागिसक्यो गाइस लागिसकिस् कि भक्क लागिस् कि अब हुँदै सक्न आँटिस् लागिसक्यो ए लागिसकिस् चाहिँ गाइस 18 लागिसक्यो हेर्नु गाइस 18 चल्दैछ ए चल्दैछ 18 अनि हेर्नु गाइस भर्खर केटो जवान भयो अनि हेर्नु भएको छ नि गाइस केटो जवान भयो कति भयो म अब 18 लाग्न आँटे कितना वर्षमा त पनि जवान भइ अब के भन्नु हुने वर्ष सबले अब के भन्नु जवानी फुट्छ नि त मेरो त हालिदियो नर्मल भएको सर हुँदैछ ठिक छ होइन अब धेरै वर्ष पछाडि भेट्यो यसरी पनि भेटिराखौँ होइन घरदेखि गाई निस्किदिनुहोस् त हल्का यस्तो हावापानी खानु आउनु कसले काहीँ हप्ता भयो भने होइन हुन्छ नि मलाई गयो रमेश गइसक्यो गाउँ डुल्नु जहिले
गल्फमै घर भनेर लगाइराख्नु होइन घर आइसक्यौँ होइन अब रमेश त अब अलि बिदा हुन आँटेको छौँ हामी घर त हुन त यत्रै छ अगाडि तर रमेश भाइ अब जाँदैछ होइन बिदा हुँदैछ होइन 3 वर्ष पछाडि आयो तर सिक्मा त्यस्तो पहिलाको त्यस्तै चुपचाप 3 वर्षमा कस्तो त अनि त्यस्तै हो अगाडि देखिएन भगा जति कस्तो छ भने मान्छे जुङ्गा पलाएको त्यति पहिलाको भ्लगमा भनेको लम्बे थियो पादु अहिले पनि त्यस्तै मलाई केजिएफ मात्रै भएको छ यो मान्छे दाढी मात्र थिएन दाढी मात्रै थिएन अनि कपाल त्यति थिएन ठिक्कको थियो अनि अहिले त के भने गुन्डा जित्दा जाँदा गुन्डा देखिँदैछ म त बच्चा हो देखिँदैछ म त अन्ध्यारै गायब भयो फेरि ग्याङ्स्टर हो नि अब मेरो च्यानलको लागि के 2 शब्द बोल्नु चाहन्छस् त्यो च्यानलको लागि के बोल्नु यस्तो हल्का ग्याङ्स्टरलाई भन्दाखेरि मेरो च्यानल ग्रो हुन्छ कि अलरेडी त्यत्रो सब्सक्राइबर्स छ के भन्नु अब होइन यस्तो अब तेरै अब ग्याङ्स्टर लुक छ नि त अब तेरो यस्तो तेरो जनता मेरोबाट भएको जतिले यस्तो सब्सक्राइब गरिदिन्छ कि तर नआएर 3 वर्षमा रिसाएको छ नि त भ्लगमा आएको छैन हालेको छैन अहिलेसम्म भिडियो कति महिना भयो होला 2 महिना अनि 2 महिना भइसक्यो मेरो नआएको 1 महिना हाम्रो भाइको घर हाम्रो एउटा भाइको घर आएको छ म चलाउने अरू यसको कामै के छ 4 दिन एब्सेन्ट भयो हेरिएको थियो ल अब घर पनि आइसक्यो अब यही गाइस अब अर्को भिडियोमा कहिले हुन्छ अब घरमा बस्छु कहिले म शनिबार ल शनिबारको भिडियोमा ल शनिबारको भिडियो बेलुकातिर आइज ल बेलुकातिर डुलाउनुपर्छ बाहिर बसेको भने मात्र हो ल होइन बनाउनु सक्नुहोस् त सिक्मा यति पनि नभन् न हल्का बनाउ न मान्छे कसरी अब मान्छे मोचा लाग्छ त मान्छे बिचमा आयो भने कसरीमा थाहा पाउनु ल शनिबार आउँछु ल फिक्स नि न गाइस अन्तिममा बाई भन्न चाहन्छु अब तेरो घर पनि नजिक आइसक्यो अन्तिममा अब के हो 3 वर्ष पछाडि बाई के हो यस्तो नि बाई भन्छ हल्का हातले बाई भन्छ हातले बाई भन्छ ल गाइस अब ल हेलो बाई अगाडि देखिएन गाइस आई होप तपाईँलाई यो आजको दिनको भ्लग राम्रो लाग्यो र होइन यसै गरी होइन च्यानल तपाईँ सब्सक्राइब गर्नु होइन अब अर्को मजादार यस्तो राम्रो भ्लगमा भेटिन्छ होइन र च्यानल सब्सक्राइब गर्नु होइन यस्तै राम्रो भ्लग आइरहेको छ होइन र गाइस होइन अब कति महिना पछाडि भेटिन्छ थाहा होइन तर भ्लग चाहिँ आइरहेको छ होइन र थ्याङ्क यू गाइस वाचिङ होइन र सब्सक्राइब गर्नु र बेलुकानमा प्रेस दिनु गाइस र गाइस बाई गाइस